हेलो सबैलाई वेलकम छ मेरो नयाँ गर्लफ्रेन्डसँग हिँड्नु कम तनाव हुन्छ यी केटाहरूसँग हिँड्यो हैन इन्ट्रो गर्न दिनु न दाइ इन्ट्रो गर्न दिनु न हेलो हेलो वेलकम छ सबैलाई मेरो ब्लगमा घाममा हेर रमिदा यस्तो घामले हाने है साल कसरी सुरुवात हुन्छ भने यसरी डक्क यसरी सुरुवात हाम्रो चाहिँ यसरी हाम्रो गर्लफ्रेन्ड बोयफ्रेन्ड दुनिया गर्लफ्रेन्ड बोयफ्रेन्ड आज हामी हेर्दै यहाँ घरि चाहिँ एउटा केटी पटाउन सक्ने हरिबिसो गरी त्यस्तो नभन्नु त्यो त होइन कि है हामी किन लिएर आउने नि गर्लफ्रेन्ड हो कि होइन हामी हाम्रो गर्ल सक्दैनौँ हामी ल्याउने नि खर्च हुन्छ सक्दिनौँ हामी त छैन त के गर्ने कसलाई किन कालो बनाउने भनेर हो मैले पनि त्यही सोचेको सोच्नु चाहिँ तर गर्लफ्रेन्ड पहिले कालो थिए त्यही पनि त्यो समाइहाल्ने दोष होइन दोष ए होइन दाइ मैले त कालो न कालो नि थियो थियो कालोदेखि गोरो सब मैले हेरिसकेको छु के हुन्छ नि अब गङ्गु ए विशाल दाइ हेरेको यतातिर जाऊँ न बरु घुम्नलाई यस्तो झन् यस्तो होइन अब घाममा त्यो ट्याक्क झालिने बरु उतै रमाइलो हेर्दै नि यार कहाँ वहाँ त्यो बस्ने ठाउँमा जाउँ न बरु मैले हो त्यही भने कि त्यहीँ जाने कोकसोक किन्ने त्यहीँ गएर बस्ने खाम हरियो गाउँ हरियो ठाउँ राजन मेरो नाउँ ओइ ऱ्यापर जस्तै लाग्छ होला हरियो गाउँ राम्रो ठाउँ तिमीलाई म देख्दै आएको कस्तो राम्रो फिलायो राजन त त्यस्तो चाहिँ कहिले नभयो तैँले पाउँदैनस् भएर के गर्छस् ल ठिकै यता छ नि मेरो दाइ स्पन्सर बोकेर मात्रै हिँड्छु म मात्रै हिँड्दिनँ म सामान पुरा छ ल ल ल हेर्दै गर्नु अब अर्को ठाउँ जान्छौँ यहाँ सक्यो यहाँको हरियाली हेरिसक्यो अब अर्को ठाउँको हरियाली हेर्छौँ भ्लग बनाइरह भ्लग हान्छस् अब बाहिर मेरो त 10,000 20,000 भ्यू आउँछ 10,000 20,000 भ्यू होइन होला भन्दैन बोल्न त नि के मैले मेरो बोली भन्दा नि मान्छेले मलाई हेर्न चाहन्छ म कमेडी छु नि त दिलले चटपट चाहिँ कस्तो बनाउनुहुन्छ मिठो भएन भने त आशिका दिललाई बोलाउँछु म मिठो भएन भने चिन्नुहुन्छ है तपाईँले आशिका तपाईँ नि आशिका तामाङ अरे फाइनली भेटौँ कङ्ग्रेचुलेसन फाइनली आशिका तामाङ दिदीलाई भेटेँ है अहिले दिदीले अहिले साइड बिजनेस खोलेर छन् उता छोडेर एउटा मात्र हाल्यो ठिक छ लासा त उलाई उठाइदियो भने उठाउन सक्दैन बसेर हाने आएपछि पुरै उठेर हान्ने बसेर हाने सबै बनाउनु त दाइला बहादिनी हो कि केही नि हुन्न पाएँ त्यो चाहिँ यता लिएन कस्तो हुन्छ हामी चाहिँ बसेको उठेर साउ हो क्या त साउ एक्सर हो नि त अनुहार मुनि नाक मात्र देखायो हो कस्तो छ है बाउनु नाकै भित्र सक्यो त्यस्तो ल हेर्छु गाउँ रमाइलो ठिक छ यसरी नै गर आऊ दाइको इज्जत चाहिँ राख दुईटामा त हान्छ नि राजनले एउटामा हान्छ त पागल हिरो जस्तो लाग्दैन तँलाई यो कपाल टिप समीर कपाल टिप ओ यो हेर कहिलेको समाज चोर जस्तो अनुहार एनसी भन्नु नि त एनसी भन्नु न ल्याउनु त अहिले यहाँ म नि एउटा भिडियो बनाउँछु एक कपी जाम है चेस नि गर्ने है ठिकै छ दारू भए पो चेस गर्ने त भाइरल पुल वान अफ द मोस्ट डेन्जरस मेरोमा अहिले नराएर त क्या क्यामेरै पुसिन कि मेरो राम देखा नदेख्नु त्यही त हो नि भनिदिने देखि त कहाँ आएर देखियो तपाईँकोमा राम्रो हो सोधिदिनु ल उतम दाइल गर्नु गऱ्यो यति बस्दिनँ भिल्लै भनेको तातो हुन्छ मारे यसले चाहिँ मार्छ मार्छ यसले मारे नि हो कुकुर यसले मार्छ मान्छे रणमतीको छोरा कुहिरेको बन घामले पोलेको यार अन्त यस्तो टन्डरमा ल्याएर अहिले राम देख्छ होला दाइहरू गर्दै उताबाट भिड ए त्यो दाइ यो बना त सरल दाइहरूको अहिले टाढाबाट बना न चिलिङ विथ माई फ्रेन्ड भन्यो हिरो लाग्छ होला म हिरो
त्यसरी होइन क्या दोस्त सिधा यसरी बना न ब्लगमा चिज बल खाम न यहाँ आएर कि सबै यो ड्राई फ्रुट यो त्यो यस्ता मुजी अब सकिसक्यो बनाउनु यहाँ ल्याउनु न भने त यार चिज बल खाम न भनेको पाप जाऊ भयो यार केटीहरू कस्तो कुरकुरे त पास गर्नु नि त ड्राई फ्रुट लाग्छ नि ड्राई फ्रुट पनि पास गर्नु नि त जस्तो लागेको अरे एउटा काल गरेर लपरेछ मजा दिदीले त फिल्म सुटिङ गर्न लाग्यो के हुन्छ एउटा मैले दिदी भनेको के हो जसलाई भन्ने हुन्छ नि है उनीहरू पनि आउँदैछन् भिडियो त बनाउनु तर के गरी बनाउने इन्टरनेसनल ब्याङ्किङ कहिले हुन्छ त आउनु होला क्या बनाएको भिडियो देखाइदिउँ न अलिअलि भयो नि सब सक्यो अब मेरो उत्तम दाइले दिएको च्यालेन्ज चाहिँ पुरा गर्छु म त्यहाँ एउटाले नि एउटाले त मेरो भिडियो बनाइहाल्छ नि फेरि वापै बनाइन्छ कि है भयो छोडिदिनु के गर्नु छ र तर मेरो कसम सही देखियो यार स्कुटी त्यो स्टिकर सब बनाएर के राप हेर्नु ठिकै छ केही छैन अहिले समयले हानिरहेको मलाई त्यही भएर अहिले गाह्रै छ मेरो समय नि कुल्फी खानु पर्ने बेला भए जस्तो के गर्नु पर्ला छ कुल्फी दोस्त खतरा लाग्यो होला नि त्यो मान्छेहरूलाई म हाँसेको डराउँछन् नि त ल हेर्नुहोस् यस्तो हुन्छ भाइरल पुल यस्तो हुन्छ चितवनमा जे गरे नि भाइरल हो मैले अहिले यहाँ हक्दी भने मै भाइरल होइन र के गरिदिनु दाइ समय र परिस्थितिले जे गर्छ राजन ढुङ्गानालाई तिनीहरूले भिडियो गर्छ त्यो केटीहरू हाँस्छ म गर्छ भने के गर्नै पर्छ त्यो केटी मेरो ल जान तेरो कतिको रहेछ है मेरो भलकमा हाई गरिदिनु भनेर तेरो कतिको दम रहेछ त्यो त अहिले यहीँ आएछ भने नि बनि जान भिडियो बनाउँछ जस्तो बोल्दै जा यहीँबाट बनाउँछ सही हुन्छ नि ल जान जा तेरो कतिको दम रहेछ गयो पार्टी गयो पार्टी गयो भएपछि त च्यालेन्ज हुनु पर्यो नि त अनि हेलो के हाई भन्ने लाउने भने होइन हाई भन्ने ल म चप्पल हान्यो भने चाहिँ म केही छैन यहाँ बस्छु या सुन्ने गरी भन्न लाउँछ है त हाई भन्नु भनेर हाई भन्ने नि त एकचोटि यहाँ भयो भयो ल हेर्नु देख्यो ल भयो ल पाउनु ल हिँड्नु ल ल लाउनु अरू छोरा कसैको बनाउनु अब बस्न त भ्याउँदैन होला तपाईँ ल भयो दाइ के दिदीको कता तलबाट बनाइदिने बसेको बसै सबैको भिडियो बनाइदिएर हिँड्दै आइदिइसकेँ मलाई चाहिँ क्यामेराम्यान प्रोफेसनल क्यामेराम्यान जस्तो लाग्छ अरे किन कपडा कालो कालो भएर त्यस्तो लाग्यो कि म मान्छे प्रोफेसनल हो पसिना निकाले तर भिडियो बनाएर हो त अरू कामले होइन नराख्नु नसोच्नु यति भन्दै
हेर्दै गर्नु, किप वाचिङ, किप लभिङ, किप सपोर्ट। ट्याक लाएर हाम्रो पनि रमाइलो पनि सक्यो हैन। भाइ मेरो मोबाइल हो 13 टाको चार्ज छैन। अब एक मात्रै चार्ज छैन भने एउटा मात्रै के दाइ मेमोरी यसको रहर पुरा गर्दिम न म हेन्सनको अगाडि ल्याउ। लदा यता कस्तो कालो आयो मुझे मान्छे कालो हो कि मुझे कालो हो कि किन पाएपछि यतिको पनि गर्नुपर्ने अवस्था आइसक्यो तपाईँ। यहाँ यता आइज विशाल बाबु, यहाँ खाना हो बढी चाहिँ नबोल्नु न भाइ। ट्याक्क रमाइलो भइरहेको छ। यो टिप्न त बाहिर हुँदैछ। पुल भाइरल छ। मेरो एउटा पनि भिडियो भने त्यही पनि मन दुख्या छैन। रुइदिउँ क्या हाँस्दिउँ जस्तो लाग्यो। गइदिउँ है। एक्सक्युज नि भन्दिनँ है। यस प्लिज दाइ के हो यहाँ खोलामा म नि एउटा नयाँको भिडियो बनाउनु लिनुहुन्छ र भन्ने कुरा गर्न मात्र मन लाग्थ्यो। ओए क्रिस जस्तो लाग्छ होला है। म त यहाँ डाइ भनेर आइदिएँ भने त ल। न्यु इयरको रमाइलो चलपल धेरै देखियो। थोरै फाक फाक भयो भने भिडियो बनाइयो। रमाइलो नभयो भने रमाइलो भइयो। यति भन्दै साला दुख्यो भिडियो उही त्यहाँ जान्छ नि त मनी बनाउनु। ओए आइएम सो डम्मा गाडी आइसोला गमले के छ पाडी पाडी। त्यत राजन नबिग्री, राजन त नबिग्री, राजन त नबिग्री। बिग्रिँदैन राजन, कहिले बिग्रिँदैन। यति भन्दै अब हाम्रो भिडियोलाई यतातिर व्यवस्था गरिदिउँ। के कस्तो लाग्यो, कतिको रमाइलो लागेको भनिदिनु होला। चिल गर्नु, चिल लाइफ, ह्याप्पी लाइफ, सबै लाइफ है त।